के हामी छोरी भएर जन्मिनु हाम्रो गल्ती हो र? के हामी स्वतन्त्र भएर बाँच्न पाउने अधिकार छैन र? के हामी चेली हरेक वर्ष बलात्कारको शिकार बन्नुपर्ने हो र? हिजो हजारौं बलात्कार भएर बितेका नेपाली चेलीहरूको न्याय नपाउँदै आज अर्को नेपाली बालिकाले बलात्कृत हुनु परेको छ। यो एउटा परिवारको मात्र पीडा होइन, यो हरेक वर्ष नेपाली समाजमा घटिरहने सिङ्गो नेपाली समाजकै पीडा हो। कापी र कलमसँग सुनौलो भविष्य खोज्दै हिँडेकी यिनी साबिक प्रेम जस्तो पवित्र नाम पाएको प्रेमीको क्रूर हातबाट हत्या हुन पुग्यो। हिजो कैयौं नेपाली चेलीहरू बलात्कारपछि मृत्यु भएको छ। आज उनी परिन्, भोलि म पर्न सक्छु, मेरो दिदी बहिनी, मेरो परिवार पर्न सक्नुहुन्छ, भोलि तपाईको परिवार पर्न सक्नुहुन्छ। कहिलेसम्म कानुन अन्धो हुने हो? कहिलेसम्म बलात्कारीलाई बचाउने हो? कहिलेसम्म पीडित पक्षले न्याय पाउने होइन? अझै कहिलेसम्म हामी छोरी चेली बलात्कृत हुनुपर्ने हो? आज जुन कानुनले अपराधीलाई लुकाउन खोज्दैछ, उनीहरू किन बुझ्दैनन् भोलि त्यही अपराधीद्वारा आफ्ना छोरी चेली पनि बलात्कृत हुन पुग्छन् भनेर? अपराधीलाई उमेर सानो छ भनेर लुकाउन नखोजियोस्, किनकि यस्तो घटना कुनै नाबालकले घटाउन सक्दैन। म आज एउटा छोरी भएको नाताले अर्को छोरीको लागि न्याय माग्दैछु। जसरी हुन्छ यिनी साबिकलाई न्याय मिलोस्, अपराधीलाई कडाभन्दा कडा सजाय मिलोस्। आँसुको भारी मनाठो पारी